वेलकम है गाइजहरू, वेलकम। के छ खबर? सन्चै आरामै हुनुहुन्छ? म चाहिँ आफ्नो जन्मभूमि लमसराङ गुल्मी है, गुल्मीतिर म आएको है घुम्नको लागि। मेरो चाहिँ घर पछाडिपट्टि चाहिँ मेरो यो घर, यो चाहिँ कालीगण्डकी गाउँपालिका जैखानी लमसराङ डाँडाथोक वडा नम्बर 8 पर्छ। यो चाहिँ मेरो जन्म घर है, हजुरहरूले देख्न सक्नुहुन्छ। परपट्टि त्यो पिपलको रुख एकदम धेरै पुरानो हो, पुर्खौँ पुर्खादेखि रहेको रुख अझै पनि छ है, हजुरहरूले देख्न सक्नुहुन्छ। गाउँहरू तलपट्टि सुन्तलाका रुखहरू, सुन्तला छ है हाम्रो गाउँ लमसराङमा, एकदम सुन्तलाको छ। हजुरहरू आएर घुम्न सक्नुहुन्छ है हाम्रो गाउँमा। बारीहरू बाँझो छ, अब खनजोत गर्ने बेला पनि भइसकेको छ। खनजोत गरेर अब मकै छर्ने बेला पनि भइसकेको छ। सर म चाहिँ घुमिराखेको छु। यता पछाडिपट्टि सिँचाइको ट्याङ्की पानी आइरहेको छ है, त्यहाँबाट मान्छेहरूले सुन्तलामा पानी लिएर पानी लगाउँछन्। यो सुन्तलाको लागि भनेर है, यो चाहिँ पछाडिपट्टिको ट्याङ्की ल हजुरहरूले देख्न सक्नुहुन्छ है। भिजिट गर्नुहोस् हाम्रो गाउँ कस्तो छ हेर्नु, पछाडिपट्टिबाट एकदम राम्रो छ है।